समस्त साथीहरूलाई नमस्कार भन्न चाहन्छु, गुड मर्निङ भन्न चाहन्छु। लाओस र कम्बोडियाको बोर्डर भन्दा 146 किलोमिटर ओल्तिरबाट यहाँबाट लाओस र कम्बोडिया र लाओस जोड्ने यो एकमात्र बोर्डर हो। नोङकाई बोर्डर भन्छ लाओसतर्फको भागलाई। र म थाइल्यान्डबाट कम्बोडियातर्फ जान प्रयास गरेको थिएँ। अहिलेको विषम परिस्थितिमा थाइल्यान्ड र कम्बोडियाको युद्ध भएको कारणले गर्दाखेरि म त्यहाँ जान पाइनँ। त्यो थाइल्यान्ड र कम्बोडियाको बोर्डर क्रस गर्न पाइनँ र मैले लाओस देशको प्रयोग गरेर लाओस देशबाट कम्बोडिया जाने प्रयास गरि नै राखेको छु। लाओस देशका रोमाञ्चक भिडियो हेरि नै राख्नु भएको छ। सबै साथीहरूलाई नमस्कार छ, सबै साथीहरूलाई नमन छ। सबै साथीहरू एउटा ऐतिहासिक विश्व साइकल यात्रामा जोडिनु होला, शुभकामना आदान प्रदान गर्नुहोला। म निरन्तर रूपमा लाओस देश भ्रमण गरि नै रहेको छु। म लाओस कम्बोडिया बोर्डरको एकदमै नजिकै आइपुगेको छु। हिजो लगभग राति 9 बजीसम्म मैले साइकल यात्रा गरेँ। करिब 120-25 किलोमिटर जस्तो यात्रा गरेँ। अनि केही आज बिहान पनि यात्रा गरेँ। क्यामेरामा चार्ज नभएको कारणले गर्दाखेरि र मेरो पावर ब्याङ्क सबै डेड भएको कारणले गर्दाखेरि आज बिहान उठेर स्कुलको आडमा एक ठाउँमा पावर ब्याङ्क चार्ज गरेँ। साइकल राखेको छु। मैले झन्डा निकालेँ, किन भन्दा बोर्डर आए पछाडि अलिकता सुरक्षा थ्रेट पनि हुन्छ। अनि अलिकता झन्डा नराखेको भन्छन्, किनहरूको 2 शब्द सुन्ने भनेर। म यहाँ तपाईँहरूलाई थोरै देखाउन चाहन्छु। लाक्साङ पोर्ट भनेको छ, जुन मिकोङ नदीको पोर्ट 5.5 किलोमिटर भनेको छ। फोङपेङ वाटरफल भनेको छ यतापट्टि अगाडि एउटा राम्रो वाटरफल छ, जहाँ म पहिल्यै गइसकेको थिएँ। अब म जाँदिनँ। नोङकेङकाई बोर्डर भनेको छ 16 किलोमिटर छ, केवल यहाँबाट 16 किलोमिटर छ। अब 16 किलोमिटर पश्चात चाहिँ म यहाँबाट कम्बोडिया देशमा प्रवेश गर्छु। हेरौँ यो पटक मेरो कम्बोडिया देशको एक्सपिरियन्स कस्तो रहनेछ। यो लाओसको अन्तिम गाउँ हो। यहाँ एउटा गल्फ रिसोर्ट छ आडमै। अनि यतापट्टि जुन म आएको बाटो भेन्तियन क्यापिटल सिटीतिर जाने। भर्खर बोर्डर साइडमा केही चहल पहल भएको छ। 12को 8 जस्तो बज्न लाग्यो। घाम चर्का भइसकेका छन्। लाओस देश अत्याधिक रमणीय छ। कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ। घरि कुन ठाउँमा पुगिन्छ, घरि कुन ठाउँमा पुगिन्छ। बडो रमणीय छ। लाओस देशमा लगभग 11 दिन जस्तो बिताएँ मैले। यहाँ तलपट्टि मिकोङ नदीको वाटरफल छ, जुन म पहिल्यै पनि गइसकेको थिएँ। अहिले म जाँदिनँ, मलाई बोर्डरतर्फ नै अगाडि बढ्नु छ। कस्तो छ त यहाँको अलिकता दृश्य अवलोकन गरौँ र मोबाइल नेटवर्कमा पनि हेरौँ म कहाँ रहेछु। म अलिकता तपाईँहरूलाई देखाउन चाहन्छु है त। यो ओल्डको म्याप हो। यो गुगल अर्थ सेटेलाइट खोलेर राखेको छु। यो ओल्ड म्याप हो र म यो निलो डल्लोमा छु। म यहाँ गएँ भने ठ्याक्क मेरो चट्टै म यो मिकोङ नदीको किनारमा छु। यहाँबाट तपाईँको बोर्डर चाहिँ यो बोर्डर क्रस गरेर जाँदैछु है त। यो बोर्डर छ यहाँबाट ठ्याक्कै 9 किलोमिटर रहेछ है त। 9 किलोमिटर रहेछ। यसरी म यो आज बोर्डर क्रस गर्न जाँदैछु, कम्बोडियाको बोर्डर। कस्तो रहन्छ बोर्डर एक्सपिरियन्स, सबै साथीहरूले हेर्नु होला, प्रतिक्रिया जनाउनु होला। लाओस देशको अन्तिम ग्रामीण क्षेत्र हो, अन्तिम गाउँ हो। यहाँ स्कुल छ, यता बच्चा बच्ची खेलिराखेका छन्। आँपको सिजन भएको कारणले गर्दा लटरममा आँपहरू फलिरहेको छ। मैले पनि आँप खाँदै हिँड्दै गरिरहेको छु। अब केवल यहाँबाट 8 किलोमिटर टाढा कम्बोडियाको बोर्डर छ। म त्यतातर्फ प्रस्थान गर्ने जमर्को गरिरहेको छु। यो ठाउँमा म 2 वर्ष अगाडि आएर पनि बसेको थिएँ। यहाँ एउटा मन्दिरमा सुत्दै उठेर अगाडि बढ्नु परेको थियो। मैले अलिकता यहाँको परिदृश्य अवलोकन गरौँ, त्यसपछि अगाडि बढौँ है त। हेलो लगभग लाओस र कम्बोडियाको बोर्डरको एकदमै नजिकमा आइपुगेँ म। यो अलि जङ्गल एरियामा छ यो बोर्डर।
हाम्रो तराईतिरको जस्तो अलिकता अवलोकन गरौँ है त। यो चाइनिज प्रोजेक्ट हो, यहाँ चाइनिज प्रोजेक्ट लन्च भइरहेको रहेछ। यतापट्टि साइड बोर्डर साइड केही किलोमिटर मात्र बाँकी छ, लगभग 1.5-2 किलोमिटर जस्तो बाँकी होला। म निरन्तर यात्रा गरि नै रहेको छु। अब म बोर्डरमा पुगेपछि फेरि नयाँ एपिसोड बनाउँछु है। म चाहिँ बोर्डरको धेरै नजिकै आइपुगेँ। यहाँबाट मैले बोर्डर पोइन्ट देखेको छु। कम्बोडियाको चाहिँ अलि उतापट्टि छ। नोङकाई बोर्डर देखेको छु मैले यहाँबाट। लाओस देशको बोर्डर चाहिँ देखेको छु। मैले झन्डा सन्डा निकालेको छु साइकलबाट। किन भन्दा बोर्डरमा खासै अब नेपाली पासपोर्ट होल्डरलाई अलि हेपेको कारणले गर्दाखेरि फेरि 2 शब्द किन सुन्ने अर्का देशको मान्छेको बेकारमा यो नगर भन्नुभन्दा अब अलिकता हेरौँ है त। म तपाईँहरूलाई यहाँ बोर्डर पोइन्ट देखाउँछु है। त्यो सेतो सेतो लगाएको सेतो सेतो टोपी जस्तो देखिएको चाहिँ बोर्डर चेक पोइन्ट हो। यात्रा गरियो लगभग धेरै नै 11 दिन जस्तो लाओस देशमा नि यात्रा गरियो यसपटक पनि। बिहानै आएँ म लगभग 10। त्यो यो मन्दिर जस्तो चाहिँ त्यो बोर्डर पोइन्ट हो। जङ्गल छ अलिकता वरिपरि। छन् यी सबै कम्बोडियातर्फ जानको लागि लाइन लाएर बसेको। बोर्डर पोइन्टमा आएँ म, केही मिटर मात्र छ। यहाँ कता माइलस्टोन थियो, कता भेन्तेन लेखेको माइलस्टोन थियो, मैले भेटिनँ। सायद ट्रकले ओझेल पार्यो होला। ल यस्तो छ लाओस कम्बोडिया बोर्डर पोइन्ट। ल मैले यो भिडियो यहीँ अन्त्य गरेँ। अब अर्को एपिसोड यहाँबाट नयाँ सुट गर्छु है त। यस्तो छ बोर्डर पोइन्ट। ल